यो साग मैले देखेको चाहिँ थिएँ, खाएको चाहिँ थिएन हैन। यही लमजुङमा आएर खाएँ। यो साग यस्तो राम्रो हुँदो रहेछ। यसको साग मात्र हुन्छ के डन्ठा नै हुँदैन। अनि मलाई यो डन्ठासँगको साग मनै पर्दैन। यो साग चाहिँ यस्तो लग्यो अनि धोयो। खासमा त यो काँचै खानुपर्ने होइन, मलाई काँचै चाहिँ खानु मन लागेन। अनि धोयो अनि अलिकति पकायो, लतकलुतुक भइहाल्ने के। अनि यो साग फेरि जति टिप्यो त्यति नै पलाउँदो रहेछ, जति टिप्यो त्यति नै पलाउँदो रहेछ। के हो भिडियो गरे न तैले? भिडियो गरे अनि यतापट्टि पनि छ एउटा साग। यो चाहिँ पालुङको साग भन्दो रहेछ। यो चाहिँ लास्टै नमिठो झुर, एकदम नमिठो साग यो चाहिँ।